बेबी सुन न, यदि म र तिम्रो बेस्ट फ्रेन्ड पहाडबाट खस्न लाग्यो भने कसलाई बचाउँछौ? के अरे कसलाई बचाउँछौ भनेको? पहिला यो भन तिमी र मेरो बेस्ट फ्रेन्ड पहाडमा के गर्दै थियौ किन गएको त्यो चुडेलसँग ल बाबा, सपोज त्यहाँ तिम्रो बोय बेस्ट फ्रेन्ड थियो, अब कसलाई बचाउँछौ भन त? मेरो कोही केटा साथी छैन जस्ट इमेजिन गर न। नाइ नभएको कुरा गर्दिन आफू जन्मेदेखि सिंगल भइया यस्ताको चटक हेर्न पर्छ। ल यो छोडा, यदि तिमी र म पहाडको टुप्पोमा छौ, म खस्न लागे, अब के गर्छौ? रुन्छु कराउँछु चिचाउँछु अनि आई विल गोना मिस यु बेबी भन्छु अनि स्न्यापमा स्ट्रिक पठाउँछु दुइटै मरे हुन्थ्यो, बरु मलाई आनन्द हुन्छ। तर यो भने त तिमी खाली पहाड जाने बोर्ने कुरा किन गरेको होइन, यो त यतिकै भनेको पो। मतलब तिमी झुट बोल्दै थियौ यत्रो बेर मसँग ब्रेकअप कहाँ ब्रेकअप बेबी, झन् हाम्रा लागि भनेर 2टा टिकट लिएर बसेछु मैले। के को टिकट यही चैत 31 गते नारायणी किनारमा मिसन रेड न्यू इयर फेस्ट 2082 हुँदैछ, त्यहाँ जानु परेन? त्यहाँ त तिम्रो फेभरेट ब्यान्डहरू दयाक्स, मन्त्र, कुटुम्ब, समीर श्रेष्ठ एन्ड द गुड बोइज, केआर एन्ड द जोय सबै आउँदैछन्। विथ डीजे, लाइभ म्युजिक, फ्ल्याग होस्टिङ सबै हुँदैछ। अनि न्यू इयर सेलिब्रेसन त्यही गर्नु परेन त बेबी? खैले मेरो टिकट? यो टिकट मलाई टिकट तिमी र मसँग छ, अब तिमी र म जान पर्छ।